गाडी बिग्रो त्यही छ आउन खोजेको पहिला पहिला हुन्थ्यो धेरै पहिला होइन फिल्म हुँदैन नाम के छ भाग्न पानी पर्यो यस्तो सातो साँधे बोलेको सबै कहाँ आउँछन् युट्युबमा आउँछन् हजुरले हेर्न मिल्छ है हेरेर जस्तो आउँछल्को दुध पाएको यहाँ राम्री भएर त नआइकिनको पर्छ हिजो 5 बजे खाएर आज घन्टा बजाउनुको घन्टा घन्टा होइन घन्टी हो घन्टी एउटा घन्टी त स्कुलमा बजाउने घन्टी होइन र कसलाई आई लभ यु टु तिमीलाई गर्छु तिमीलाई टु भन्नु हो न 1 2 जापानको आकाशमा केही देखिँदैन त्यो टाढा भयो भने त्यो अँध्यारो देख्छ त्यसले तान्यो भने पकाएको तरकारी भने तपाईँले 1 नम्बर मन परेको केको तरकारी होइन बाबालाई ल भन्नु है भनिदिन्छु भन्नु त आएकै छैन एक नम्बर बाबा नबिगार्नु फेरि सब मन पर्यो होइन तपाईँले 1 नम्बर हाम्रो चाहिँ एउटा यहाँ होइन पातले सिकेको छैन यो सधैँ दुईवटा सेटिँदैन तैँले यो केरा त एउटा मात्रै ल्याएर लाएन बिचमा यो त मल खाता हो गरे हाम्रो मल खाता भ्याइदिएछ यो केराले त भन यहाँबाट यो यहाँबाट वहाँसम्म मल खाता थियो कि होइन सुन्तला लान्छ
हातै हाल्नु हुन्छ कुन काट्ने कुरो भयो आउनु यहाँ आउनु मम्मीले यहाँ हतियार बनाउँदै हुनुहुन्छ अलिक टुप्पा मार्ने ए हुन्छ त्यहाँ बार्नु त मम्मीलाई एक्सपिरियन्स छ यो सट्टा काटिदिन्छ हो हतियार बनाउँदै हुनुहुन्छ मम्मीले झऱ्यो एउटा बाबु एउटा भयो त हुन्छ होला तर हुन हुन्छ होइन चाख्नलाई भन्न हुन्छ एक छोटो खाम भने खै चाहँदा भयो यो मात्रै खाने भित्रको ए ल ल बाबु हल्ला भयो त भन्नाले यो केरा पाक्छ अब यो काटेपछि यो काटेपछि केरा पाक्ने नै भयो कोसा ठुला हुन्छ कसै ठुला हुन्छन् भएको केराको चाहिँ तर अलिक पहिले काट्नु भन्दा अलिक पछि काट्नु अझ अर्को पनि छ त कता यही छ कि यता यहाँ जुन्नेर बस्यो यो फाल्ने हो यो यो खाने होइन त्यो तिमीले खालि गरा सबै फाल्ने त्यहाँ पातमाथि राख त्यहाँ मिसिन्छ क्या फेरि यसलाई हातमा राख त वहीँमा राख यसलाई हातमा राख ल सुरु भयो है ल अर्कै गर्नु आइकन गर्नु हो मसा बन्दैछ अझै पुच्चा खाने बोलो ये पढ्नु पर्यो यो आगो ठुलो भयो तेल भएर पड्कने बाबा कि चाहिँ समस्या पानी भएर पड्कने भन्नाले टिपाल भयो जत्रै सक्छ यो त यसमा त पड्किने कस्तो हुँदैछ के हुँदैछ के पाक्दैछन् हाम्रो घर आज ताईमा को बस्यो अलि जान्ने मान्छे बस है ताईमा भनेर दाईलाई राखेको ताईमा दाई बस्नु भएर जान्ने मान्छे बस्यो समस्या कस्तो राम्रो बनेछ हाम्रो मम्मीले उता नमकिन गराउँदै हुनुहुन्छ मम्मीका नमकिन कपिल प्याज काट्दै हुनुहुन्छ रुँदै रुँदै भरे खास मलाई आँसु आएको त्यही भएर प्याज काट्न लाग्यो अरूले चाहिँ प्याज काट्दाखेरि आयो भन्यो भनौँ भनेर होइन मनको व्यथा चाहिँ नसुनौँ भनेर हो क्या म लुकाउन खोजेको थिएँ
भनिसक्नु होला के खाँदैछन् यहाँ अर्को त एउटा कचौरामा राख्नु पर्छ गइसक्यो अङ्कल हामी चाहिँ खैरेनीबाट ड्राइभर टोल हिँडेको चाहिँ हाई गर्नु त एकचोटि गाडी चलाउनु कस्तो लागिरहेको दाइलाई ससुराली आउँदा दिदीलाई त सोध्नै परेन माइत आउँदा मामालाई चाहिँ झ्याउला होला गाडी चलाउँछ ठिक छ यो गाडी अंश त 4 बजे आउँछ नि दिदी
पाटा भन्दै थियो पछिबाट चिनाउनु कि चिन्दैन त्यसलाई ओए कहाँ नि हस् अब रुममा जाँदै सेन्टर भाषाको यहाँ मात्रै हुँदैन कि आयो संसद भवन चाहिँ यहाँको जलो होइन के भइरह्यो एयरपोर्ट चलाउनु जानलाई थियो आफ्नो अङ्कलको बस छ भन्दै अनि अरूको प्लेन चलाइन फेरि भन्न त आज बोइज नाइट आउट भाउजू आज हामी यतै हो आज हामी घर आइनु भाउजूहरू हजुर आज बोज गर्नु